लोकतन्त्रलाई पनि बचाउने कुरा पनि अहिले यो चाहिँ निर्वाचनले संस्थागत गर्ने कुरा भएको हुनाले पनि यी मुद्दाहरूलाई एकदमै संवेदनशील भएर एकदमै विचार गरेर हामी मतदान गर्न परिरहेका छौँ र यो मानेमा नेकपा एमाले कहाँनिर छ र किन मत दिने भन्ने कुरामा यहाँलाई थाहा छ। हिजो हामीहरू देशलाई बचाउने कुरामा, देश जलिरहने बेलामा देशलाई जोगाउने कुरामा दृढताका साथ हामी चाहिँ राष्ट्रिय स्वाभिमानको कुरा, सार्वभौमिकताको कुरा र आम नेपाली जनतालाई नेपाली भएर बाँच्न पाउने अधिकारको विषयमा हामी दृढतापूर्वक उभिएका थियौँ। चाहे त्यो भूकम्पले थलो भएर होइन संविधान जारी गरिरहने बेलामा हामी चाहिँ नाकाबन्दीलाई सहिरहेको बेलामा होला, या चाहिँ अरू विविध खालले हाम्रो सिमानाहरूलाई नक्साङ्कन गरेर हामीले प्रस्तुत गर्ने कुरादेखि लिएर अरू विविध विषयहरूमा र जनताको जनजीविकादेखि लिएर स्वाभिमानको कुरा अनि मौलिक अधिकारलाई स्थापित गर्ने कुरादेखि लिएर यो व्यवस्थालाई संस्थागत गर्ने कुरा, किन भन्दा हामी कानुनमा विश्वास गर्छौँ र कानुन मान्नुपर्छ र देश कानुनले चाहिँ चल्नुपर्छ भन्ने कुरामा विश्वास गर्छौँ। के त भन्दा संसदले चिन्दैन या चाहिँ संविधानले पनि चिन्दैन। त्यो खालको सरकारबाट अहिले शासित भइरहेको बेलामा यी सम्पूर्णहरूको निराकरण गर्नको लागि यो चाहिँ निर्वाचन आवश्यक भएको र त्यसको मुख्य शक्तिको रूपमा हामी नेकपा एमाले जहिले पनि उभिरहेको हुनाले नेकपा एमालेको प्रतिनिधिलाई जिताउनुपर्छ भन्ने कुरा यहाँसँग निवेदन गर्न चाहन्छु। अर्थात् फागुन 21 गते हुन गइरहेको निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हमा मतदान गरेर मलाई या हामीलाई चाहिँ निर्वाचित गर्नको लागि यहाँसँग हार्दिक अनुरोध गर्छु। मैले यो विषयमा यति नै भने।